यहाँ सबैजनालाई हार्दिक नमस्कार। म आज विभिन्न खाले ज्ञानवर्धक भिडियोहरू ल्याउने सन्दर्भमा आज चाहिँ फेरि डर कसरी लाग्छ, किन लाग्छ, डर साना बच्चाहरूलाई मात्र लाग्छ अर्थात् एकान्तमा जङ्गलमा हिँड्दै गर्दा लाग्छ, कस्तो अवस्थामा डर लाग्छ त, कसलाई डर लाग्छ भन्ने सन्दर्भमा आज संसारमा डर नहुने कोही भएन भन्ने शीर्षक अन्तर्गत रहेर डरको शास्त्र अन्तर्गत रहेर केही कुराहरू मैले जानेका कुराहरू, बुझेका कुराहरू, लागेको कुराहरू यहाँहरू सबैजनालाई बाँड्ने प्रयत्न गरिरहेको छु। मलाई लाग्छ मैले यस्तै खालका ज्ञानवर्धक सामग्रीहरूलाई साट्ने, बाँड्ने जुन काम गरिरहेको छु, पक्कै पनि यो कार्य यहाँहरूलाई फाइदाजनकै लागेको हुनुपर्छ भन्ने मलाई लाग्छ। आज चाहिँ ढिला नगरिकन डर नहुने केही भएन, अर्थात् संसारमा डर नहुने निडर कोही पनि हुँदैनन्। अब कसलाई कस्तो खालको डर लाग्छ त भन्ने सन्दर्भमा केही कुराहरू यहाँनिर पस्किने अनुमति चाहन्छु। डाक्टरलाई रिस उठाए मृगौला झिकेतेला भन्ने डर छ। जेन्जी पुस्तालाई रिस उठे घरमा आएर कुट्लान् भन्ने डर, भान्सेले रिस उठाए भात नदेला भन्ने डर छ। ट्राफिकलाई रिस उठाए बिल काट्देला भन्ने डर छ। हाकिमलाई रिस उठाए बिदा नदेला भन्ने डर छ। श्रीमतीलाई रिस उठाए सुत्न नदेलिन् अथवा भरे बेलुका घरभित्र पस्न नदेलिन् भन्ने डर छ। श्रीमानलाई रिस उठाए उसका दैनिकी आवश्यक कुराहरू पूरा नगर्दला भन्ने डर छ। धामीलाई रिस उठाइदिए भूत लगाउला भन्ने डर छ। ज्योतिषीलाई रिस उठाइदिए ग्रह खनाइदिएला भन्ने डर छ। मास्टरलाई रिस उठाए फेल गर्देलान् भन्ने डर छ। नेतालाई रिस उठे टिकटक अथवा सामाजिक सञ्जालहरू बन्द गर्देलान् भन्ने डर छ। न्यायाधीशलाई रिस उठाए गुण्डा मुद्दा हराइदिएला भन्ने डर छ। शासकलाई रिस उठाइदिए प्रतिशोध साँच्ला भन्ने डर छ। ड्राइभरलाई रिस उठाए गाडीलाई भिरबाट खसाल्देला भन्ने डर छ। छिमेकीलाई रिस उठाए मलामी जन्ती नहोला भन्ने डर छ। घरवालालाई रिस उठाइदिए घरबाट निकाल्देला भन्ने डर छ। डेरावालासँग रिस उठाए भाडा नदेला भन्ने डर छ। यसै गरी आसामीलाई रिस उठे ऋण फिर्ता नदेला भन्ने डर छ। तर हामी त्यस्तै खालका व्यक्तिहरू हुनुहुन्छ जोसँग कहिले पनि डराउनु पर्दैन। जस्तै आमा बुवालाई जति रिस उठे पनि कहिले एक हुँदैनन्, सन्तानप्रति माया ममता झन् बढ्दै जान्छ। त्यसैले यसरी निस्वार्थ माया गर्ने, संसारमा आफूलाई भन्दा बढी माया गर्ने संसारमा यदि कोही छ भने त्यही साक्षात् भगवान् बुबाआमा मात्रै हुन्। त्यसैले माथि भनेका कुराहरू, त्यसैले यो डरको एउटा सञ्जालभित्र हामी चाहिँ एकदमै झेलिएका रहेछौँ। त्यसैले डरबाट निडर व्यक्तिहरू चाहिँ संसारमा कोही रहेनछ भन्ने कुराहरूलाई आज यहाँहरू सामु मैले केही कुराहरू साटेँ। आदरणीय दर्शकवृन्दहरू, यहाँलाई यो कस्तो लाग्यो प्रतिक्रिया पाऊँ र यहाँहरूले जानेका कुराहरू पनि यसै गरी एकअर्का सामु चाहिँ बाँड्ने, साट्ने एउटा संस्कृति बसालौँ जसले तपाईँ हामीलाई फाइदा नै गर्ला भन्ने मलाई लाग्छ। त्यसैले यहाँहरूलाई आजको भिडियो पक्कै पनि कामयाबी र फाइदाजनक नै भयो भन्ने लाग्छ। फेरि भेटौँला। नमस्ते, धन्यवाद।